खास हाम्रो नेपाली सेनाले के गरी बसिरहेको छ? जताततै नेपाली भूमि सिमानाहरू मिच्दै मिच्दै आइरहेको छ भन्ने सुनिन्छ। बरु त्यहाँका स्थानीय व्यक्तिहरू अथवा जनताहरू प्रतिकार गरिरहेको भन्ने सुनिन्छ। खासमा नेपाली सेनालाई नेपाल सरकारले त्यहाँतिर परिचालन गर्नुपर्ने होइन र? थापाथलीमा बस्ती हटाइयो तर किन देखियो सेना प्रहरी सशस्त्र प्रहरी नगर प्रहरीको कडा घेराबन्दीमा बस्ती भत्काइयो। 7वटा डोजर चल्यो 8 घण्टासम्म निरन्तर अपरेसन। दङ्गा नियन्त्रण टोली पानी फोरा गाडी पूर्ण सुरक्षा तयारी। घटनास्थल नजिकै सेना पनि ब्याकअपमा देखियो। यसो पो मैले पो नबुझ्या रहेछु त। अनि हामी नेपालीहरूले पनि नेपाली सेनालाई वीर गोर्खाली भन्थे र बहादुर नेपाली बहादुर भन्थे। यो यस्तै नेपाली जनता अथवा नागरिकलाई दमन गर्नको लागि सुकुम्बासीलाई लखेड्नको लागि यत्रो बहादुरिता देखाउँदो रहेछ र पो बहादुर अनि वीर गोर्खाली भनेर भनेको रहेछ। म नै पागल रहेछु कि क्या हो?